ल हेर्नुहोस् हाम्रो घरमा आज के पाक्दैछ, किन धेरै मान्छेहरू हल्ला खल्ला गरिरहेका छन् भनेर यसो अनुसन्धान गरेर हेर्दाखेरिमा ढिँडो पाक्दै रहेछ यार। कस्तो यार, ढिँडो पकाउने तरिका पनि कस्तो गजबको हो यार। ओ माई गड, ओ माई गड, ओ मामा बल लाउँदै हुनुहुन्छ र हाम्रो माइलीले पनि एकदम जोरदारले समाउँदै हुनुहुन्छ। उहाँहरू दुवैजनालाई धेरै धेरै बधाई छ, धन्यवाद छ। अनि विशेष गरेर हामीलाई हेरेर साथ दिनुभएका हाम्रो दर्शक हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। होइन हाम्रो हेरेर साथ दिनुहुनेहरूको हेलो हेलो काका, हेलो अङ्कल, नमस्कार। हाम्रो अङ्कल पनि लाग्नु भएको छ पिठो हाल्ने काममा। उहाँले एकदमै धेरै सहयोग गर्दै हुनुहुन्छ हामीलाई। र हेर्नुहोस् है, आजको रात को कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा हामीलाई मेसेज गर्नुहोला। आजको रात हामीले ढिँडो खाएर नै बिताउने हाम्रो लक्ष्य उद्देश्य रहेको छ। त्यो उद्देश्यलाई साकार पार्नको लागि हाम्रो मामा, दिदी, बहिनी र काका र साथै म पनि लागिरहेको छु। खाएर साथ दिनुहुने हाम्रा यी सबै परिवारजनहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। खाइ त भ्याएको छैन तर खाने नै हो यो, त्यही भएर उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। खाएर साथ दिनुहुने, हेरेर साथ दिनुहुने, पकाएको हेरेर साथ दिनुहुने र पकाउनलाई सहयोग गर्नुहुने, पकाउनलाई मेहनत गर्नुहुने र म भिडियो बनाउनलाई मेहनत गर्नलाई पनि धेरै धेरै धन्यवाद छ। यति भन्दै अब यो है त झार्न पाइँदैन साथीहरू, एकदम मिलाएर है ल पिठो यस्तो हुन्छ। अर्को झर्ला त्यस्तो गर्नु पाइन्न नि। लौ न नि, लौ न प्रभु, लौ न। कमेडी च्याम्पियनबाट बाहिरिनु भएका कन्टेस्टेन्ट नम्बर 318 एकछिन कमेडी च्याम्पियनबाट निकालिनु भएका हाम्रो महान कमेडियन हुनुहुन्छ ल है साथीहरू, ल हाम्रो ओर्काइ फोर्काइ गरेर भए पनि ढिँडो पाक्ने प्रचलन हुँदै हुन्छ। र हामीलाई मोबाइलबाट हेरेर साथ दिनुहुने हाम्रो सुजन भाइलाई पनि धेरै धेरै धन्यवाद छ। हेर्नुहोस् है साथीहरू, के छ हजुरको हालखबर? अनि सन्चै आरामै हुनुहुन्छ होला भनेर मैले जानकारी गरेको छु। यहाँ विदेशबाट पनि ढिँडो पकाएको हेरेर साथ दिइरहनु भएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद छ है। यति भन्दै अहिलेलाई मैले भिडियो अब यो दुइटै खान पाए त दुइटै मिठो, तर रोस्ट छैन अहिलेलाई। ढिँडै मिठो बनाऊ मैले, किनभने कुखुराको मासु पकाइसकेको छु। अन्तिममा आएर उहाँ पनि एकदम भिडियोमा देखिनको लागि भने पनि उहाँले ढिँडो मस्काउन थाल्नु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। तर तान्न सक्दैन क्या, यसले तान्न सक्दैन क्या, ढिँडो तान्नै सक्दैन। अन्तिममा आएर काका बुढो मान्छे मै हो। अब अन्तिममा आएर काकाले म तात्तिन्छु भनेर बुढो मान्छे तात्तिनुलाई हेर्नुहोस्। यसरी हो रे त, यसरी हो है, यसरी हो रे। ढिँडोले तानेको हो कि ढिँडो तानेको हो भने के हो? काका ढिँडोले ताने क्या हो तपाईँलाई? र यसका साथै हाम्रो ढिँडो पाकिसकेको छ। ढिँडो पाक्ने हुँदै हाम्रो एकदम खाने तर्खर पनि भइसकेको छ। ल हेर्नुहोस् त, खाएर साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद। यो चाहिँ मेरो भाग हो है, र सबैलाई धेरै धेरै धन्यवाद छ। खाएर पनि म साथ दिन्छु है।